इतिहासमा एउटा यस्तो राजा पनि थिए जो राजा त बने तर कहिल्यै उठेर आफ्नो देश शासन गर्न पाएनन्। नेपालमा विक्रम सम्वत 2058 साल जेठ 19 गते राति भएको एउटा भयानक घटनाले देशलाई स्तब्ध बनायो। काठमाडौँको नारायणहिटी दरबारभित्र केही मिनेटमै नेपालको लगभग सम्पूर्ण राजपरिवार समाप्त भयो। सबैभन्दा अचम्मको कुरा के थियो भने गोली लागेर कोमामा पुगेका युवराज अचानक नेपालको राजा बने। ती युवराज थिए दिपेन्द्र। दिपेन्द्र नेपालका राजा वीरेन्द्र वीर विक्रम शाहदेव र रानी महारानी ऐश्वर्या राज्यलक्ष्मी देवी शाहका जेठा छोरा थिए। उनी विक्रम सम्वत 2028 साल असार 14 गते जन्मिएका थिए। सानैदेखि उनलाई नेपालको भावी राजा भनेर हेरिन्थ्यो। उनी शिक्षित, अनुशासित र सैन्य तालिम प्राप्त राजकुमारका रूपमा चिनिन्थे। दिपेन्द्रले बेलायतका प्रतिष्ठित विद्यालयहरूमा अध्ययन गरेका थिए र पछि नेपाल फर्किएपछि नेपाली सेनामा पनि तालिम लिएका थिए। धेरै मानिसहरूका अनुसार उनी गम्भीर स्वभावका, राष्ट्रप्रेमी र जिम्मेवार युवराजका रूपमा चिनिन्थे। तर समयसँगै उनको व्यक्तिगत जीवनसँग सम्बन्धित केही विवादहरू पनि देखिन थाले। कथित रूपमा युवराज दिपेन्द्र देवानी राणासँग विवाह गर्न चाहन्थे, तर भनिन्छ कि राजपरिवारभित्र यो सम्बन्धलाई लिएर मतभेद थियो। कतिपय स्रोतहरूका अनुसार यो विषयले युवराज र उनका आमाबुबा बीच तनाव सृजना गरेको थियो। यद्यपि यस विषयको वास्तविकता आजसम्म पनि पूर्ण रूपमा स्पष्ट छैन। विक्रम सम्वत 2058 साल जेठ 19 गते त्यो दिन काठमाडौँको नारायणहिटी दरबारमा राजपरिवारको मासिक पारिवारिक जमघट भइरहेको थियो। राजा, रानी, राजकुमारहरू र अन्य सदस्यहरू त्यहाँ सँगै बसेर भेटघाट र भोजन गरिरहेका थिए। सबै कुरा सामान्य देखिन्थ्यो, तर केही समयपछि अचानक दरबारभित्र गोली चलेको आवाज सुनियो। केही मिनेटभित्रै अकल्पनीय घटना भयो। राजा वीरेन्द्र, रानी ऐश्वर्या र अन्य धेरै राजपरिवारका सदस्यहरू गोली लागेर ढले। यो घटना इतिहासमा नारायणहिटी दरबार हत्याकाण्डका नामले चिनिन्छ। त्यो रात नेपालको इतिहासकै सबैभन्दा अन्ध्यारो रात बनेको थियो। घटनापछि युवराज दिपेन्द्र पनि गम्भीर घाइते अवस्थामा भेटिए। उनी आफैलाई गोली लागेको अवस्थामा कोमामा पुगेका थिए। उनी तुरुन्तै अस्पताल लगियो, तर अचेत अवस्थामा नै थिए। तर नेपालको राजतन्त्रको नियमअनुसार राजा वीरेन्द्रको मृत्यु भएपछि सिंहासन स्वतः युवराजलाई जाने व्यवस्था थियो। त्यसैले कोमामा रहेका दिपेन्द्र स्वतः नेपालको नयाँ राजा घोषित भए। यसरी दिपेन्द्र नेपालको इतिहासमा सबैभन्दा अनौठो राजा बने, किनकि उनी राजा त बने तर कहिल्यै होसमा आएनन्। 3 दिनसम्म राजा दिपेन्द्र कोमामा नै रहे। अन्ततः विक्रम सम्वत 2058 साल जेठ 22 गते उनको मृत्यु भयो। त्यसपछि उनका काका ज्ञानेन्द्र नेपालको नयाँ राजा बने। दरबार हत्याकाण्डपछि सरकारले आधिकारिक छानबिन पनि गर्यो। त्यस छानबिनले घटनाको जिम्मेवार युवराज दिपेन्द्र नै भएको निष्कर्ष निकालेको थियो। तर आजसम्म पनि धेरै मानिसहरूले त्यो रात वास्तवमा के भयो भन्ने विषयमा विभिन्न प्रश्न उठाउँदै आएका छन्। के त्यो रात वास्तवमै आधिकारिक रिपोर्टले भने जस्तै थियो, वा अझै पनि नेपालको इतिहासमा यो घटनासँग सम्बन्धित केही रहस्य बाँकी छन्? विक्रम सम्वत 2058 साल जेठ 19 गतेको त्यो रात नेपालको इतिहासमा सधैँका लागि अंकित भएको छ। त्यो रातले केवल राजपरिवार मात्र होइन, सम्पूर्ण देशलाई गहिरो शोकमा डुबाएको थियो। र इतिहासमा एउटा यस्तो राजा जन्मियो जसले केवल 3 दिन, त्यो पनि कोमामा रहँदै नेपालको सिंहासन सम्हाले।